गाइस फाइनल्ली म चाहिँ 2-3 महिनापछि अर्को भिडियो लिएर आइसकेको छु। अहिले चाहिँ म डेमोको सामान लिन भनेर पोस्ट जाँदैछु। लेट्स गो। देखौँ चाहिँ निस्किसकेको छु होइन पोस्टको लागि। यस्तै हो, धेरै भयो भिडियो नबनाएको पनि। ए 10 दिनको छुट्टीपछि आज बल्ल रुमबाट निस्किँदैछु। 10 दिनसम्म चाहिँ एकदम रुममा मात्र बसेर कटाएँ मैले। एकदम बोरिङ हुने एक्लै होइन, रुममा बस्नु पनि क्या हुने। काट्नु पहिला 1 हप्ता काट्नु गएको, अहिले फेरि 10 दिन काट्यो। अब आज 1 दिन र भोलि 1 दिन बाँकी छ, पर्सि त सिधा ड्युटी छ। यता पोस्टाको लागि निस्किसकेको छु किनभने थोरै सामान चाहिँ हाम्रो एउटा पोस्टामा गरेर आएको थियो। एउटा पोस्टामा आएको सामान चाहिँ रुममा आइसकेको छ। म चाहिँ पोस्टाको नजिक आइसकेको छु आफ्नो सामान लिनको लागि। गाह्रो छ हौ उकालो पनि। यहाँबाट म मेरो सामान लिएर जान्छु। फाइनल्ली गाइस मेरो चाहिँ पार्सल आइसकेको छ। खासै सामान धेरै थिएन, यति मात्र हो सामान चाहिँ। आजको सामान पनि खासै नराम्रो चाहिँ आउँदैन, आज पनि राम्रै नै आउँछ आशा गरेको छु।